नमस्कार। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा 12 मा अध्ययन गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूमा अब भोलि छाडी पर्सि तपाईहरूको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको परीक्षा छ। त्यसैलाई मध्यनजर गरेर हामीले सेट 5 को उत्तर पुस्तिका लिएर आइसकेका थियौं, जसको पार्ट 1 र पार्ट 2 हामीले अगाडि नै हालिसक्यौं। आज हामी पार्ट 3 बाट स्टार्ट गर्नेछौं। त्यसमा लङ क्वेशन्स एन्सर 3 टा पर्ने त्यो प्रश्नको समाधान लिएर आएका छौं। हेर्नु होला यो लङ क्वेशन एन्सरको तरिका। अब तपाईले पर्सि उत्तर लेख्दा पनि यस्तै खालको ढाँचा मिलाएर उत्तर लेख्नु होला भन्ने मेरो सुझाव रह्यो। आउनुहोस् प्रश्न हेरौं। आत्मबोधका तरिकाहरू के हुन्? ती तरिकाहरूले आत्ममूल्याङ्कनलाई कसरी सहयोग पुर्याएको हुन्छ? विश्लेषणात्मक उत्तर दिनुहोस् भनेर प्रश्न सोधिएको छ। अब तपाईले यहाँनेर उत्तर लेख्दा यसरी लेख्नु होला। आत्मबोध भन्नाले आफैले मूल्याङ्कन गर्नु भन्ने बुझिन्छ। त्यस्तै आफ्नो विचार, भावना तथा कार्यहरू ठिक छन् कि छैनन् भनी हेर्नु हो भनेर भनेको छ। आफ्ना चारित्रिक, व्यवहारगत एवं अन्य सबल तथा दुर्लभ पक्षहरूबारे स्वयंले बोध गर्न सक्ने मानिसको क्षमता आत्मबोध हो। आत्मबोध गर्न सक्ने व्यक्तिले अरूको हेर्ने दृष्टिकोणबाट आफूलाई हेरेर आफ्नो विचार, भावना र कार्यहरू उचित मूल्याङ्कन गर्छन्। अब यसका विभिन्न तरिकाहरू 1 नम्बरमा छन्। स्वनियमन। आत्मनियमनका लागि सदाचार, सत्यनिष्ठा, ध्यान, संकल्प र स्वच्छ विचारमा ध्यान दिनुपर्छ। सामाजिक आचार संहिता र नैतिक जीवनले आत्मबोधको आधार तय गर्छ। 2 सामाजिक सिप। आधार, सहयोग, विविधताको सम्मान, अतिथि सत्कार र प्राकृतिक सम्पदाको संरक्षण जस्ता सामाजिक सिपहरूले आत्मबोधलाई सुदृढ बनाउँछ। यसो हेरौँ। समानुभूति। समानुभूतिपूर्ण व्यवहारले सहअस्तित्व र सबैको सम्मान बढाउँछ, जसले आत्मबोधको अभ्यासलाई प्रोत्साहित गर्छ। उत्प्रेरणा। उत्प्रेरणाले व्यक्तिलाई सक्रिय बनाउँछ र अरूबाट प्रेरणा लिने सिपले आत्मबोधलाई बलियो बनाउँछ। 5 व्यक्तिगत परीक्षण। आफ्नो क्षमताको मूल्याङ्कन गर्ने बानी, व्यवहार सुधार गर्न सकिन्छ गरेर है। जस्तै दैनिक लेखन। दैनिक लेखनले अतीत, कमजोरी र अन्तरात्माको भावनाहरू पहिचान गर्न सहयोग गर्छ। पृष्ठपोषण। परिवार र मित्रहरूबाट सुझाव लिएर कार्यान्वयन गर्दा आत्मबोध सिपको विकास हुन्छ। ध्यान। योग र ध्यानले मस्तिष्कलाई शान्त, केन्द्रित र तनावमुक्त बनाउँदै सोचाइ र निर्णय क्षमतामा सुधार ल्याउँछ। माथिको तरिकाहरूले आत्ममूल्याङ्कनलाई व्यक्तिगत र सामाजिक स्तरमा सुधार गर्न मद्दत गर्छन्। स्वनियमन र ध्यानले मानिसलाई आफ्नो सोच, भावना र व्यवहारलाई अनुशासित गर्न र आत्मविश्लेषण गर्न सक्षम बनाउँछ। सामाजिक सिप र समानुभूतिले व्यक्तिलाई अरूसँग सम्बन्ध सुधार गर्न, सहअस्तित्वको महत्त्व बुझ्न र आत्मचिन्तन गर्न सहयोग गर्छ भनेर यसरी उत्तर लेख्नु होला। अब यसको दोस्रो प्रश्नमा 21 नम्बरमा अन्य प्रदेशहरूको तुलनामा कर्णाली प्रदेश आर्थिक विकासमा पछि पर्नुको कारण के हुन्? व्याख्या गर्नुहोस् र यसका आर्थिक विकासका सम्भावनाहरू उदाहरण पेश गर्दै सम्भावनाहरूको यस प्रदेशको विकासका लागि आवश्यक सुझाव पेश गर्नुहोस् भनेर भनिएको छ। अब कर्णाली प्रदेश नेपालको सबैभन्दा ठुलो प्रदेश हो, तर आर्थिक विकासका दृष्टिकोणले अन्य प्रदेशको तुलनामा पछि परेको छ। यसको पछाडिका विभिन्न संरचनागत, भौगोलिक, प्रशासनिक र सामाजिक कारणहरू छन्। अब यसमा 1 नम्बरमा छ कर्णाली प्रदेशको आर्थिक विकासमा पछि पर्नुको प्रमुख कारणहरू कर्णालीको पहाडी भौगोलिक बनावटले यातायात र पूर्वाधार विकासमा चुनौतीहरू सिर्जना गरेको छ। हालसम्म 2725 किलोमिटर सडक निर्माण भए पनि केवल 79 अथवा 79 किलोमिटर मात्र कालोपत्रे गरिएको छ, जसले आवागमनमा कठिनाइ उत्पन्न गरेको छ। ख प्रदेशको केवल 11.85% भूभाग मात्र खेतीयोग्य छ र त्यसमा पनि 22.9% मा मात्र सिँचाइ सुविधा उपलब्ध छ। यसका कारण 7 जिल्लाहरू खाद्य अभावको अवस्थामा छन्, जहाँ अधिकांश घर परिवारको उत्पादनले वर्षभरि खान पुग्दैन। गमा हेर्न सक्छौँ कर्णाली प्रदेशको आर्थिक राजस्व सीमित छ, जसले गर्दा सङ्घीय अनुदानमा निर्भर रहनुपर्छ। बजेट कार्यान्वयनमा पनि प्रशासनिक जटिलता, दक्ष जनशक्तिको कमी र नेतृत्वको अस्थिरताका कारण समस्या देखिएको छ। घ प्रदेशमा पारदर्शिता र जवाबदेहिताको कमी, भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका कारण विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। अनुगमन र मूल्याङ्कन प्रणाली पनि कमजोर रहेको छ आदि भनेर यसरी उत्तर लेख्नु होला। र दोस्रो नम्बरमा कर्णाली प्रदेशका आर्थिक विकासका सम्भावनाहरू भनेर राख्नु होला। कर्णाली र भेरी नदी जस्ता स्रोतहरूबाट लगभग 24,000 मेगावाट जलविद्युत उत्पादनको सम्भावना छ। यथोचित लगानी र प्रविधिको प्रयोगद्वारा यस क्षेत्रलाई ऊर्जा
उत्पादनको केन्द्र बनाउन सकिन्छ। रारा, सेफुकुसुन्डो, कैलाश मानसरोवर जस्ता प्राकृतिक र धार्मिक स्थलहरू पर्यटन विकासका लागि उपयुक्त छन्। आवश्यक पूर्वाधार विकास र प्रचार प्रसारद्वारा अन्तर्राष्ट्रिय पर्यटन आकर्षित गर्न सकिन्छ। कर्णालीमा यार्सा गुम्बा लगायत लगभग 700 प्रकारका औषधिजन्य वनस्पति पाइन्छन्। जैविक कृषि प्रवर्धनद्वारा स्थानीय किसानहरूको आम्दानी वृद्धि गर्न सकिन्छ। स्याउ, ओखरोट जस्ता नगदे बालीहरूको उत्पादन र प्रशोधनद्वारा कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सकिन्छ। आर्थिक उपार्जनका प्रमुख स्रोत यी हुन सक्छन् भनेर उत्तर लेख्नुहोला। अब तेस्रो नम्बरमा कर्णाली प्रदेशको विकासका लागि सुझावहरू 3टा प्रश्न सोधिएको छ एकैचोटि, त्यही भएर त्यसरी पोइन्टमा उत्तर दिने। सडक, सुरुङ र पुलहरूको निर्माणद्वारा दुर्गम क्षेत्रलाई पहुँचयोग्य बनाउनु पर्छ। निजी क्षेत्र र विदेशी लगानीलाई आकर्षित गर्न नीति निर्माण र सहुलियत प्रदान गर्नुपर्छ। जैविक कृषि, औषधिजन्य वनस्पति र नगदे बालीको उत्पादन र प्रशोधनमा प्रविधि र तालिम प्रदान गर्नुपर्छ। दुर्गम क्षेत्रहरूमा विद्यालय र स्वास्थ्य केन्द्रहरूको स्थापना र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्छ। पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी अनुगमन प्रणालीको विकास गर्नुपर्छ। सिपमूलक तालिम र रोजगार कार्यक्रमद्वारा स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्छ आदि भनेर तपाईले यसरी चाहिँ सुझावहरू पेश गर्न सक्नुहुनेछ। अब अथवा प्रश्नमा छ मध्यकालीन नेपालको अर्थतन्त्र र हालको अर्थतन्त्र बीचमा तुलना गर्नुहोस् भनेर प्रश्न सोधिएको छ। यसरी उत्तर लेख्नुहोला। मध्यकालीन नेपालको अर्थतन्त्र र हालको नेपालको अर्थतन्त्र बीचको द्वयावधिक रूपमा तालिकामा बुँदागत रूपमा तुलना गरिएको छ भनेर यसरी राख्नुहोला। अब यसको उत्तर हेर। मध्यकालीन नेपालको अर्थतन्त्र र हालको अर्थतन्त्र 1 नम्बरमा राख्नुहोला। कृषि मुख्य पेशा थियो। उपत्यकाका नदीहरूबाट सिँचाइ सुविधा उपलब्ध गराई पर्याप्त खाद्यान्न उत्पादन गरिन्थ्यो। धान, गहुँ, जौ, मकै, तरकारी, फलफुल आदि उब्जनी हुन्थ्यो। कृषिमा आत्मनिर्भरता थियो र खाद्यान्नमा निर्यात पनि गरिन्थ्यो। अब हालको अर्थतन्त्रमा कृषि अझै पनि प्रमुख पेशा हो जसले करिब 65% जनसङ्ख्यालाई रोजगारी प्रदान गर्छ र करिब 24% जीडीपीमा योगदान पुर्याउँछ। तर उत्पादनमा कमी, प्रविधिको अभाव र जलवायु परिवर्तनका कारण खाद्यान्नमा आयातमा निर्भरता बढेको छ। 2 घरेलु उद्योगहरू जस्तै कपडा बुन्ने, सुनचाँदीका गरगहना बनाउने, माटाका भाँडाकुँडा बनाउने, हतियार निर्माण गर्ने प्रसिद्ध थिए। यी उद्योगहरूले आन्तरिक माग मात्र होइन निर्यात पनि मा योगदान पुर्याउँथ्यो। घरेलु उद्योगहरूको प्रतिस्पर्धात्मक बजार, प्रविधिको अभाव र सस्तो आयातित वस्तुहरूको कारण सङ्कटमा छन्। साना तथा मझौला उद्यमीहरूले पुँजी, प्रविधि र बजारको पहुँचमा अभाव झेलिरहेका छन्। 3 नम्बरमा भारत र तिब्बतसँगको व्यापारमा नेपालले ऊन, कस्तुरी, चमर, काठ, जडीबुटी, चामल आदि निर्यात गर्छ। तिब्बतबाट सुन, नुन, च्याङ्ग्रा आदि आयात हुन्थ्यो। व्यापार सन्तुलित थियो। अब अहिलेको नेपालको कुल निर्यात रु 127 अर्ब पुगेको भए पनि कुल आयात रु 990 अर्ब आएको छ, जसमा कृषि उत्पादनको आयात मात्र रु 203 अर्ब छ। व्यापार घाटा बढ्दछ र आयातमा निर्भरता उच्च छ। 4 नम्बरमा अन्तशुल्क, भन्सार र मालपोत सेवा कर, जिन्सी कर, झारा आदिबाट करहरूबाट राजस्व सङ्कलन हुन्थ्यो। कर प्रणाली सरल थियो र स्थानीय प्रशासनद्वारा व्यवस्थापन गरिन्थ्यो। अब कर प्रणाली जटिल र केन्द्रीकृत छ। आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सेवा कर आदि प्रमुख छन्। कर सङ्कलनमा प्रविधिको प्रयोग बढेको छ, तर कर प्रणाली अझै पनि सुधारको चरणमा छ। अब 5औं नम्बरमा छ श्रम व्यवस्थापन जातीय र पेशागत विभाजनमा आधारित थियो। हाल श्रम व्यवस्थापन खुला बजारमा आधारित छ, जहाँ व्यक्तिहरूले आफ्नो रुचि र योग्यता र अवसरअनुसार पेशा चयन गर्न सक्छन्। आयात र निर्यात प्रक्रिया भारत र चीनसँग मात्र सीमित थियो भने आयात र निर्यात प्रक्रिया विभिन्न देशहरूसँग हुन थालेको छ। खुला बजार अर्थतन्त्रले व्यापक स्थान ओगटेको छ। 7औंमा अर्थव्यवस्थाको परिकल्पना गरिएको थिएन। संविधानले समाजवाद उन्मुख अर्थव्यवस्थाको परिकल्पना गरेको छ। अब 8औं नम्बरमा अन्त्यमा उत्पादन परम्परागत श्रम प्रधान र घरेलु प्रविधिमा आधारित थियो। अधिकांश वस्तुहरू कपडा, गहना, हतियार, माटाका भाँडा गाउँघरमै बनाइन्थ्यो। उत्पादन स्थानीय आवश्यकता पूर्ति र सीमित व्यापारका लागि केन्द्रित थियो। उत्पादन प्रणाली यन्त्र प्रधान हुँदै गएको छ। यद्यपि पूर्ण औद्योगिकरण भइसकेको छैन। कृषि, जलविद्युत, निर्माण, सेवा आदि क्षेत्रमा व्यावसायिक उत्पादन बढेको छ, तर ठुलो परिणाममा दैनिक उपभोग्य वस्तुहरू आयात गरिन्छ भनेर यसरी तपाईले तुलना गर्न सक्नुहुनेछ। अब यहाँ 22औं नम्बरको प्रश्न छ नेपाल र भारत बीचमा खुल्ला सिमाना रहेको छ। यस्तो खुल्ला सिमानाका कारणले नेपाललाई के कस्ता फाइदा तथा बेफाइदाहरू रहेका छन् भन्ने विषयमालाई समेटेर संवाद तयार पार्नुहोस् भनेर सोधिएको छ। अब यसको हेरौँ। उत्तर यसरी लेख्न सकिन्छ।
सुमन र रमेश राजनीतिक सहकर्मी हुन्। उनीहरू बीच आज नेपाल र भारत बीचको खुल्ला सिमानाको नेपाललाई हुने फाइदा र बेफाइदाको विषयमा टेलिफोनमा राजनीतिक संवाद चलिरहेको छ। सुमन: नमस्कार रमेश दाई, आरामै हुनुहुन्छ? रमेश: एकदम आराम छ, तिमीलाई कस्तो छ? सुमन: म पनि कुशल मङ्गल छु। आजको विषय प्रवेश गर्न चाहन्छु। नेपाल र भारत बीचको खुल्ला सिमानाले हाम्रो देशको विशेषता हो। खुल्ला सिमाना यसले दुई देशका जनताहरू बीचको सम्बन्धलाई प्रगाढ बनाएको विषयमा तपाईँको धारणा कस्तो छ? रमेशको धारणा हो, खुल्ला सिमानाले सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई प्रगाढ बनाएको छ, तर यसले सुरक्षा चुनौतीहरू पनि निम्ति आएको छ। सुमनले भन्छ फाइदाको पक्षमा हेर्दा खुल्ला सिमानाले व्यापार, रोजगारी र पारिवारिक सम्बन्धलाई सहज बनाएको छ। धेरै नेपाली भारतमा काम गर्छन् र भारतीयहरू नेपालमा व्यवसाय सञ्चालन गर्छन्। यसले दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाएको देखिन्छ, तर बेफाइदा पनि छन्। तपाईँलाई कस्तो लाग्छ? रमेशले भन्छ सहमत छु, तर खुल्ला सिमानाका कारण मानव तस्कर, लागु पदार्थ ओसार पसार, हतियार तस्करी जस्ता अवैध गतिविधिहरू बढेका छन्। नेपाल सरकारले स्वयं खुल्ला सिमाना सुरक्षा चुनौतीको रूपमा रहेको उल्लेख गरेको छ। सुमन: त्यस्तो त ठिकै हो, तर खुल्ला सिमानाले धार्मिक पर्यटनलाई समेत प्रवर्धन गरेको छ। भारतीय तीर्थयात्रीहरू पशुपतिनाथ, जनकपुर, लुम्बिनी जस्ता स्थलहरूमा आउने गर्छन्, जसले हाम्रो पर्यटकीय उद्योगलाई पनि त फाइदा पुर्याउँदै आएको छ, होइन र? रमेश: त्यो पक्ष पनि महत्त्वपूर्ण छ, तर सन् 2015मा भारतले गरेको नाकाबन्दीले भारतमाथिको निर्भरता कति जोखिमपूर्ण छ भन्ने देखायो। पेट्रोलियम, औषधि जस्ता आवश्यक वस्तुहरूको आपूर्ति रोकिँदा नेपालमा गम्भीर सङ्कट उत्पन्न भयो। सुमन: त्यस्तै हामीले भारतसँगको सम्बन्ध सुदृढ राख्दै वैकल्पिक मार्गहरू पनि विकास गर्नुपर्छ। चीनसँगको व्यापारिक मार्गहरू विस्तार गर्नु आवश्यक छ भन्ने मेरो पनि विगतदेखि नै धारणा थियो। रमेश: हो नि, साथै खुल्ला सिमानाको दुरुपयोग रोक्न दुवै देशहरूको सुरक्षा निकायबीच आवश्यक सहकार्य हुन आवश्यक छ। नियमित गस्ती, सूचना आदान प्रदान र अवैध गतिविधिहरूको निगरानी गर्नुपर्छ। सुमन: अन्ततः खुल्ला सिमानाको फाइदा लिन र बेफाइदाबाट जोगिन दुवै देशले सन्तुलित नीति अपनाउनुपर्छ। सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई सुदृढ बनाउँदै सुरक्षा चुनौतीहरू समाधान गर्नुपर्छ भन्ने मेरो बुझाइ छ। रमेश: बिल्कुलै, खुल्ला सिमाना हाम्रो सम्बन्धको सेतु हो। यसलाई सुरक्षित र प्रभावकारी बनाउन हाम्रो दायित्व हो। सुमन: संवाद महत्त्वपूर्ण रह्यो। संवादका लागि धन्यवाद रमेश दाई। रमेश: महत्त्वपूर्ण संवादमा जोडिन पाउँदा म आभारी छु। तिमीलाई पनि विशेष धन्यवाद। यति भन्दै संवाद टुङ्गिन्छ। यो चाहिँ प्रयोग खालका प्रश्न हुन्। यसमा तपाईँले यसरी संवादका प्रश्नहरू पनि कहिलेकाहीँ आइदिन सक्छन्, त्यही भएर विचार गरेर जानुहोला भन्न चाहेँ। यति भन्दै आजको भिडियो प्रस्तुति यही समाप्त गर्दछु र अब पर्सि परीक्षा छ। अब हाम्रो केही समय होल्ड हुन्छ होला च्यानलमा कन्टेन्टहरू आउन। परीक्षा राम्रोसँग दिनुहोला। नेपाली र अङ्ग्रेजीको परीक्षा तपाईँहरूको भइसकेको छ। अब भोलि बिदा छ, पर्सि तपाईँको ठ्याक्कै परीक्षा भएको कारणले राम्रोसँग तयारी गरेर जानुहोला। सामाजिकमा नम्बर ल्याउनको लागि त्यति समस्या पर्दैन। A+ तपाईँहरूको आउँछ। ढुक्कसँग जानुहोला भन्न चाहेर आजको लागि भिडियो प्रस्तुति यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।